बिहानै उठेर भ्लग बनाऊँ भनेको के भयो भने नि उठ्नै सकिनँ क्या त्यही हो। उठ्छु भनेको 6 बजीतिर उठेर मुखसुख धोएर यसो बाहिरतिर जानु पऱ्यो डुल्न भनेको कि उठिनँ क्या सकिनँ क्या सुतेछु 12 बजीसम्म सुतेछु। अब यस्तै छ के गर्नु त अब निद्रा लागिहाल्यो भनिहालेँ सुतिहालेँ। अब आजको दिन चाहिँ मेरो के हुन्छ कस्तो कस्तो हुन्छ भनेर आज तपाईँलाई म देखाउने बाला छु है। हेर्नु होला भन्छु म। अब रुमको हालत चाहिँ यस्तो छ। अब रुम मिलाउनु पर्ने हुन्छ बिस्तारै। म चाहिँ अब यसो मुख त धुनु पऱ्यो नि त हल्का मुखसुख धुन्छु त्यसपछि अनि हेर्नु के गर्छु खानासाना खान्छु एकछिन मुभीसुभी हेर्छु अनि कहाँ जाने हो जाउँला न होइन। चाहिँ मुख झ्याप्प धुनुपर्ने हुन्छ आजकल मुखसुख धोएर। अब आज म एउटा राम्रो ठाउँमा एउटा खत्रै ठाउँमा जान आँटेको छु। एकजनालाई भेट्नु को हो कसो हो अहिले भ्लगमा हेर्नु होला अन्तिमतिर म देखाउने वाला छु। छुट्टो उठेर के गरौँला भने सोचेको सोचे जाइ जिन्दगी रहेनछ सोचे जाइ जिन्दगी रहेनछ भइहाल्यो नि होइन। आज झन् के गरौँला नि केची नै गर्नु र यस्तै छ। त्यो चाहिँ एउटा कुरा सम्झेँ क्या मलाई एक्चुली दिदीले त्यो भगवान्को नामहरू थाहा नभएर मलाई कुटेको थियो नि। अब चाहिँ म भगवान्को थर पनि भनिदिन्छु सबै भनिदिन्छु मलाई सब आउँछ है। अब हेर्नु ल यो चाहिँ शिवजी अनि शिवजीको गोरु होइन अनि हनुमान यो चाहिँ कृष्ण होइन कृष्णको गर्लफ्रेन्ड होइन कृष्ण अनि यो चाहिँ उल्लु यो पनि शिवजी होइन अनि के भन्छ सरस्वती माता अनि यो चाहिँ गणेश अनि यो चाहिँ के हो कृष्ण अनि कृष्णको गर्लफ्रेन्डलाई के भन्छ कृष्णको गर्लफ्रेन्डलाई राधा। सब थाहा भइसक्यो मलाई। यो फुल यो घन्टी यो गाई होइन यो के भन्छ शिवजी अनि सबै थाहा भइसक्यो त। अब त म त खत्रै भइसकेँ अनि धार्मिक भइसकेँ। यता पनि शिवजी त शिवजी पहिले चाहिँ म अलिकति झुक्किन्थेँ क्या के भन्छ यो शिवजीको गर्लफ्रेन्ड र कृष्णको गर्लफ्रेन्डमा चाहिँ अलिकति झुक्किन्थेँ। आजकल झुक्किन्न। भात खान्छु म भात खाएर एकछिन सुत्छु अनि म एउटा ठाउँमा जान्छु। तपाईँलाई मैले अघि नै भनेको थिएँ कहाँ जान आँट्यो यस्तो लागेको होला तर म अहिले भन्दिनँ। म एउटा भन्दिनँ धनगढीको बसमा यति भनेपछि बुझ्नु होला म कहाँ जाँदैछु है। को हिरो क्या हो यहाँको फेरि। हामी चाहिँ एकदम जङ्गलको बाटो आइसकेको छौँ। जङ्गल एकदम जङ्गल छ यहाँ बाघ भालुहरू हामीले के हुने चान्स छ बाघ भालुसँग तर यहाँ नै हाम्रो चाहिँ कसलाई भेटिसक्नु अर्डर भयो भन्छ त यहाँ हेलो भनिदेऊ त किन यहाँ है कसलाई भेटिसकेको छु मैले। हाई गाइस मैले चाहिँ दाइलाई भेटिसकेँ आज फर्स्ट टाइम। खुसी लाग्यो मलाई। नमस्ते बहिनी। नमस्ते दाइ। दाइ के भयो धनगढीको बसमा अनि के पो भन्छु भन त गाइदेऊ त। नै अहिले नगाउने अघि मैले गीत रटेर आएको थिएँ बिर्से बाटोमै यस्तै छ मनको कुरा अझै नै खोलिदेऊ। अब चाहिँ हामी जाँदैछौँ। दाइ के भन्नु छ तपाईँलाई। केही छैन रमाइलो भयो आज कमला बहिनीसँग भेटेको रमाइलो भयो। माया देखाइदिनु होला भन्नु न। माया देखाइदिनु होला हाम्रो नयाँ गीत आउँदैछ विकास भएर कमलाको सब्सक्राइब पनि गरिदिनु भन्नु। पनि गरिदिनु होला अझै युट्युब सब्सक्राइब मेरो क्या तपाईँको होइन भाइको च्यानल सब्सक्राइब गरिदिनु होला। हस् धन्यवाद गरिदिनु हो। साथीहरू हामी यसरी जाँदैछौँ होइन यस्तै छ गाडी सर्र कुदिरहेको छ। मेरो आवाज आएको छ कि छैन थाहा भएन सायद आएकै होला भन्न चाहन्छु म। यताबाट वान वे पर्सेन्टमा चाहिँ हामी यतैबाट जाउँ अगाडि चेकिङ छ हामीलाई अन गरिसकेँ। मामाहरू चेकिङ हुन्छ है मामाहरू चेकिङ हुन्छ हामी एकदमसँगले बिग रेस्पेक्ट मामाहरूलाई चेकिङ हुँदैछ।
चेकिङ छैन दाइले चाहिँ चेकिङ छैन भन्नुहुँदैछ र हामीलाई कपेले हामीलाई हेर्दैछ उता कपे हेर्छ हामीलाई बात छैन कपे होइन हाम्रो मामा सर यस्तो जाडोमा हाम्रो लागि चेकिङ बस्नुभएको हो हामीले बुझ्नुपर्छ अनि सबै नागरिकको पहिचान साथी हो यो चाहिँ कति यो चाहिँ कन्फिडेन्स चाहिँ कसरी आउँछ भने जब हामीले खाएको हुँदैन नि हो त्यति बेला आउँछ क्या खाएको चाहिँ त्यतिखेर भाग्थ्यौँ होला तर आज मामा चेकिङ छैन भनेर भन्यो हामीलाई खुसी लाग्छ कलाएर यतिको चाहिँ हुनैपर्ने हुन्छ त्यो सरले सोध्ने होइन क्या मामा चाहिँ गर्नुभएको छ भन्ने होइन क्या सरले हामीले भनिदिनु अब आजको दिन निस्किसकेको तर यहाँ तिहार सकेको छैन अझै तिहार सकेको छैन बना भाइयो देउसु रे हेरा मेरी बना देउसु रे यसो रिम्दा कर्ना देउसु रे साथीहरू अब चाहिँ हामी घरतिर लाग्दैछौँ घरतिर लागेर यो पुल चाहिँ एकदम राम्रो गजब छ साथीहरू